सर नमस्कार सर नमस्कार। नमस्कार हजुर नमस्कार। के छ पनि तपाईँ बराइनमा आएको जीवन कस्तो लागिरहेको छ सबै बराइनको बारेमा? म भयो 2 वर्ष भयो। हजुर हजुर। यहाँको हावापानी चाहिँ अलिकति गर्मी चाहिँ ज्यादा गर्मी छ अहिलेको समयमा हैन। हजुर अब जाडो मौसममा फेरि जाडो नै हुन्छ, गर्मीमा दिउँसोमा धेरै गर्मी हुन्छ। यहाँको तापक्रममा हेर्ने हो भने 45-50 डिग्रीसम्म हुन्छ। त्योभन्दा माथि पनि जान्छ। अनि अहिले हाल चाहिँ बिहान बेलुकामा तापक्रम चाहिँ ठिकै छ, हावा चलिरहेछ होइन। हावा ठिकै खालको हावा, चिसो पनि होइन, धेरै तातो पनि होइन, धेरै चिसो पनि होइन। डिफ्रेन्ट वेदर भएको एकदम अत्यन्तै ठिक छ। अहिले